यो प्रदर्शनले कतिको मनमुटु हल्लाएको छ? केही हल्ला छैन, केही हल्लाएको छैन। डराउनु भएको छैन? के को डराउनु? के पनि हुँदैन। त्यस्तो लडाइँको बिचमा त्यत्रो गर्न त डराइएन यहाँ होइन। सरकारको 2/3 घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले चाहिँ देखेको छैन। त्यो घोडा बिचौलियाहरूले चलाएका छन्। तपाईहरुले गर्ने नियुक्ति, तपाईहरुले गर्ने सेटिङ, तपाईहरुले गरेको मैले देख्दिन। ती त बिचौलियाहरूले उनीहरूले निर्णय गरे अनुसार भएको देखेको छु। म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला 8 महिनामा एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनुहोस् जसका पछाडि बिचौलिया छैन। जम्मा एउटा उदाहरण दिए पनि हुन्छ। तपाईहरुका संयन्त्र, समिति, बैठक यी सबै नाटक जस्ता मात्र देखिएका छन्। एकातिर संख्या छ तपाईहरुसँग 2/3, यो 2/3 चाहिँ बडो खतरनाक हुने लक्षण देखिँदैछ। तपाईहरुलाई 2/3 भनेर ढुक्क देखिनु भएको छ। जसलाई नियुक्ति गरे पनि भयो, 3 नम्बरकोलाई 1 नम्बर बनाइदिए नि भयो, 1 नम्बरकोलाई 4 बनाएर फालिदिए नि भयो। जे गरे पनि भएको छ, किनकि तपाईहरुसँग 2/3 छ। तर यो 2/3 नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ। म तपाईहरुलाई पनि गम्भीर रूपले विचार गर्न अनुरोध मात्रै गर्न सक्छु। अहिले यो संख्याको अहंकार त छँदैछ, त्यो अहंकार भित्रबाट सत्ताको दुरुपयोग सुरु भयो। प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ र तपाईहरुलाई लागेको होला हामीसँग 2/3 छ, कसले के गर्छ। अहिले भर्खरै राप्रपाको मान्य सदस्यले बडो चुनौतीका साथ र आत्मविश्वासको साथ भनिसक्नु भयो, हेर्दै जानुस् पुरै नेपाल के हुन्छ। हामीले नर्मल्ली सोचेको चाहिँ तपाईको चैत्र 24 गते एउटा ऐतिहासिक कार्यक्रम काठमाडौँमा गर्ने भनेर समाजवादी मोर्चाले अलरेडी सोचेको थियो। तर यो सबै घटनाक्रमलाई दृष्टिगत गरेर आगामी चैत्र 15 गते काठमाडौँमा गणतन्त्रको पक्षमा र प्रतिगामी र प्रतिगमनकारी हरकतको खिलाफमा, फाँसीवादी हरकतको खिलाफमा हजारौं जनताको काठमाडौँमा विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने निर्णय लिएको छ। आज मुख्यतः भएको चाहिँ तपाईको एउटा विश्लेषणको सन्दर्भमा यो प्रतिगामी र प्रतिगमनकारी चाहिँ तपाईको घटनाको रूपमा आउँदैछ भन्ने एउटा अपिल आम नेपाली जनता र सबै राजनीतिक पार्टीहरू जसले देशमा यो स्थिति सिर्जना गर्नको निम्ति कन्ट्रिब्युसन गर्नुभयो उहाँहरू सबैसँग परामर्श गर्ने अनि त्यसपछि छलफल गर्ने र सबै चाहिँ संयुक्त रूपमा यसको प्रतिवाद गर्नको निम्ति समाजवादी मोर्चाको तर्फबाट पहल गर्ने एउटा यो चाहिँ निष्कर्षमा हामी पुगेका छौँ र अर्को 3वटा कार्यक्रमको चाहिँ तपाईँ घोषणा गरिएको छ र आज यही निर्णय लिएको छ। जनता हाँ। 8 महिना अघिसम्म देशमा त्यस्तो ठुलो असन्तोष थिएन। माइती घर मण्डला पनि लगभग खाली हुँदै थियो। तर आज मिटर ब्याज पीडितले सिडिओ अफिस भित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ। गुठी पीडित जनता 100 किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौँ आइपुगेका छन्। लघुवित्त पीडितका समस्या अझ बल्झिएका छन्। सहकारी पीडित थप पीडित भएका छन्। देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका छन्। दुग्ध उत्पादक किसान हुन् वा तरकारी उत्पादक, निर्माण व्यवसाय हुन् वा उखु किसान, दलित हुन् वा महिला, म सबैलाई आज आन्दोलनमै देखिरहेको छु। मलाई लाग्छ हामी सबैले स्थिति अलि जटिल छ भन्ने महसुस गरेकै छौँ। सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरू विकल्पै देख्न छाडेको हो